Hello friends, good morning. Today I'm going to clean kitchen and after that I will take bath. So let's start. मैले चाहिँ फर्स्ट अफ अल चाहिँ यो सेल्फबाटै स्टार्ट गरेँ साथीहरू, किनभने यसमा चाहिँ मैले धेरै डस्टहरू देखेको थिएँ है। मैले आउँदा नै आएको नेक्स्ट डे नै मलाई गर्ने इच्छा थियो, बट आफ्टर ट्राभलिङ त्यो जोस हुँदैन रहेछ। बट आज चाहिँ त्यो जोस ममा आइरहेको छ। सो म चाहिँ यो काम गर्ने सोचेँ है साथीहरू। सो यसलाई चाहिँ म फर्स्ट अफ अल नर्मल वाटरले धुलो निकाल्ने छु, देन आफ्टर आई विल युज सोप। साथीहरू साँच्चै आज चाहिँ नि यति राम्रो दिन भइरहेको छ, तपाईँहरूलाई म बादमा देखाउने छु है। एकदमै काम लागेर त्यो दसैँ खालको फिल भइरहेको छ साथीहरू होइन। अनि के भन्न चाहन्छु भने नि साथीहरू, घरको काम गर्नुमा र अब अरू फाल्टु अरू कसैकोमा काम गर्नु, आई मिन यानि अब अदर सप्सहरूमा काम गर्नुमा चाहिँ धेरै अन्तर हुन्छ साथीहरू क्या। घरको काम गर्नुको मजा छुट्टै हुन्छ क्या। त्यही भएर मलाई चाहिँ अहिले मजा लागिरहेको छ। मेबी आफ्टर अ लङ टाइम है आइएम डुइङ। हुनु त मैले पहिला पनि गरेकै हो, बट आज चाहिँ मलाई छुट्टै मजा आइरहेको छ घरको साफसफाइ गर्नु, अनि घरको के भन्छ नि अब सामानहरू एरेन्ज गर्नु। सो अलरेडी डन मेरो क्लिनिङ होइन। हिजो फ्रिज चाहिँ फाइनल मेरो ड्राई क्लथले यसलाई म पुस्दैछु है, किनभने यो चाहिँ स्टिलको हो नि त, यसमा पुछेन भनेदेखिको चाहिँ दाग बस्छ क्या। सो आई हेभ डन अलरेडी क्लिन्ड एन्ड ड्राइड अलरेडी। अब यसमा चाहिँ म फेरि पहिलाको जस्तै सामानहरू वान बाई वान अरेन्ज गर्छु है त साथीहरू। आफ्टर द्याट आई विल गो टु टेक बाथ, अनि त्यही म तपाईँहरूलाई कन्टिन्यू गर्छु है त साथीहरू। सो हेर्नुहोस् त कति राम्रो सफा भइसकेको छ अहिले मेरो यो सेल्फ। अब चाहिँ म गएँ त साथीहरू, बाई। सो फाइनली आई एम डन। नुहाइधुवाइ गरेर आइसकेँ साथीहरू। घाम एकदम रमाइलो लागिरहेको छ। बिहान पूजा गरेको टिका पनि हेर्नु न अझै छ मेरो निधारमा है। अब चाहिँ मलाई हल्का तिर्खा लागेको फिल भयो। सो आई एम गोइङ टु किचन नाउ टु ड्रिङ्क वाटर। एन्ड साथीहरू यो चाहिँ मेरो नानाको हो, बट फर्गेट इट नाना। अब यो चाहिँ मेरो भइसकेको छ है। मलाई चाहिँ यो कपमा पानी पिउन एकदमै मजा लाग्छ। सो म तपाईँहरूलाई बाहिर देखाउँछु है त। अघि भनेको जस्तो कस्तो रमाइलो दिन भइरहेको छ हेर्नुहोस् त। स्काई पनि एकदमै क्लियर छ है, अनि घाम पनि कस्तो मजाले लागिरहेको छ, रमाइलो लाग्दो। सो म चाहिँ एकछिन घामतर्फ जान्छु है त। अब घाम ताप्नु, किनभने नुहाइसकेपछिको त्यो हुन्छ नि अब एउटा अलिअलि जाडो फिल हुनु, त्यो एकदमै मलाई मजा लाग्छ फिल गर्नु। सो म चाहिँ एकछिन बस्छु, तर म यहाँ ज्यादा बस्दिनँ किनभने घाम एकदमै चढ्को छ बाहिर। सो द्याट्स इट फर टुडेज भिडियो। थ्याङ्क यू सो मच गाइस। यु नेक्स्ट भिडियो, बाई।